एकदम मनपर्ने मलाई। हिजो चाहिँ साथीहरू धेरै मसला नहालिकन पकाएर खानु तपाईँहरू मनपर्छ भने एकदम मिठो हुन्छ। म चाहिँ गाउँमा पहिला 6 जना दिदीबहिनीमा सबैभन्दा धेरै बोसो खाने म हो। सबैले अरू दिदीहरू कसैले बोसो खानु मलाई चाहिँ मनपर्ने। म चाहिँ बिस्तारै बोसो काँचै पनि खाइदिन्थेँ साथीहरू। मासुमा चाहिँ कलेजहरू पऱ्यो भने एकदम मिठो लाग्छ। तपाईँहरूलाई मसला पर्दैन? मलाई एकदम मनपर्छ भनेर यहाँ पनि कसैले खानु हुँदैन, म एक्लै खान्छु। बोसो नखानु भनेर मोटाइन्छ भनेर छोरो पनि खानुहुन्न, छोरोको ड्याडी पनि खानुहुन्न, म चाहिँ खाइदिन्छु। लसुन यस्तो हड्डी पनि चुसेन भन्ने मन पर्दैन, म चुसी खान्छु। मासु खाँदा हड्डी आएन भने पनि मन पर्दैन फेरि। म अनौठो मान्छे। मेरो पिको मम्मीले खाएको भने हेर्दा पिको लागि नि खाइसक्यो नि होइन। अब मम्मी खान्छु ल। यो पनि हामी अहिले मान्छेलाई औषधि हुन्छ अरे क्या साथी। मैले पिके भन्दा को जस्तो लाग्छ होला, लाउनु लाग्छ होला। मेरो पिके भन्ने एउटा पपी मैले पालेको छु, त्यसको नाम पिको हो। र यो चाहिँ प्रायः जस्तो अरूले खानुहुन्न सलादको लागि, सलाद भनेर, तर म चाहिँ खान्छु, एकदम मनपर्छ। यो स्वास्थ्यको लागि फाइदा पनि छ साथीहरू, तपाईँहरू पनि खान सिक्नु होला, खानु होला। मलाई एकदम फाइदाको छ। पिरो अलिक पिरो भएर आँसु आयो ल। खानु पनि पर्ने, पिरो पनि हुनुपर्ने।